गाइस यो भिडियोमा चाहिँ मैले मेरो साथीलाई ब्लग खिच्दै सट्ट कसो भन म चाहिँ उता काम गर्दै थिएँ नि यसलाई चाहिँ खिच्दै दिएको यताउता खिच्दै अरू केटा यसले खिचेको पनि राम्रै रहेछ यसो हेरेको राम्रै रहेछ त गाइस मज गर्नुहोस् मेरो भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोस्। पाडा देखाउँदैछु यो चाहिँ के को त मलाई त्यति साह्रो जानिन खट्टा त खट्टा के होला हजुर यो चाहिँ त बिबा भनिन्छ। पहिलाका राजाहरूले यो फुललाई चाहिँ कस्तो भन्दाखेरि यो फुल लगायो भने युद्ध जितिने जस्तो आउँबै खाइनहरू जस्तो हजुर। अब त्यसलाई नेपालीले कसो भन्ने हजुर अलिअलि नेपालीबाट नेपाली भाषाका आउँदैन हजुर अड्किन्छ यिन चाहिँ के का आउनु थाहा छैन हजुर। यो त बिबा यहाँ चाहिँ खल्टो देखाउँदैछु हजुर खल्टो चाहिँ कति गइरहेछ भने निकै गइरहेमा छ हजुर। यो चाहिँ जाँदैछु चाहिँ सानो फुल त्यस्तै छोड्दाखेरि के भएको छैन होला फेरि आएँ। गाइस यो भिडियोमा चाहिँ मैले मेरो साथीलाई ब्लग खिच्दै सट्ट कसो भन म चाहिँ उता काम गर्दै थिएँ नि यसलाई चाहिँ खिच्दै दिएको यताउता खिच्दै अरू केटा यसले खिचेको पनि राम्रै रहेछ यसो हेरेको राम्रै रहेछ त गाइस मज गर्नुहोस् मेरो भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोस्। पाडा देखाउँदैछु यो चाहिँ के को त मलाई त्यति साह्रो जानिन खट्टा त खट्टा के होला हजुर यो चाहिँ त बिबा भनिन्छ। पहिलाका राजाहरूले यो फुललाई चाहिँ कस्तो भन्दाखेरि यो फुल लगायो भने युद्ध जितिने जस्तो आउँबै खाइनहरू जस्तो हजुर। अब त्यसलाई नेपालीले कसो भन्ने हजुर अलिअलि नेपालीबाट नेपाली भाषाका आउँदैन हजुर अड्किन्छ यिन चाहिँ के का आउनु थाहा छैन हजुर। यो त बिबा यहाँ चाहिँ खल्टो देखाउँदैछु हजुर खल्टो चाहिँ कति गइरहेछ भने निकै गइरहेमा छ हजुर। यो चाहिँ जाँदैछु चाहिँ सानो फुल त्यस्तै छोड्दाखेरि के भएको छैन होला फेरि आएँ।